ल किनेमा बनाएको थियो किनेमा एकदम एक नम्बर भएर उठेछ यस्तो किनेमा परेको रेसावाला भएको छ एकदम राम्रो यस्तो दामी छ यस्तै रेसा पुरा तेने परेको दामी किनेमा यो किनेमा चाहिँ एकदम राम्रो हुन्छ सागमा खानु पनि जे सब्जीमा लगाए पनि यो मासु बाहेक चाहिँ यसले अरू सागसब्जीमा लगायो भने चाहिँ यसले मासुै बनाइदिन्छ अनि हामी चाहिँ जे कुरो पनि घरमै बनाएर खान्छौँ गुन्द्रुक पनि घरमै सिन्की पनि घरमै बनाउँछौँ यो किनेमा पनि एकदम राम्रो तरिकाले अब यो यहाँ नाङ्लोमा फिजाउँछौँ र झिँगाहरू बस्छ भनेर चाहिँ धुलो पस्छ भनेर मच्छरदानी नेटले ढाकेर अनि सुकाउँछौँ हेर्नु होला इष्टमित्र हो यो गन्द्रमा काइलाको घरमा बनाएको किनेमा अब यो गन्द्रमा काइलाले चाहिँ यहाँ फिजाउँदैछ गन्द्रमिनी काइलीले चाहिँ बनाएको है यो किनेमा चाहिँ अब सुकाउनेमा चाहिँ म परेँ बनाउनेमा चाहिँ अब बुढी परो यस्तै छ किनेमा आउँदाखेरि पनि अब यस्तै बनाएर खाइन्थ्यो कोही बेला किनेर खाइन्थ्यो किनेकोमा भनेको अब खोइ के लगाएर के गरेर कसरी सुकाउँथ्यो अब आफ्नो हातले बनाएको त एकदम राम्रो तरिकाले सफा पाराले बनाएको हुन्छ है साथी हो यसरी बनाएर खानुपर्छ किनेमा अब भरे रायोको सागमा चट्ट लगाएर बनाएर खाइयो भने एकदम यो घरेसी उत्पादन अर्ग्यानिक किनेमा पनि अर्ग्यानिक बनियो राम्रो छ यो दुईटा नाङ्लोमा मात्र अलिक नाट्नै पर्यो 8 पाउन्ड भटमास किनेर ल्याएर चाहिँ पकाएर बनाएको किनेमा एकदम स्पेशल खालको अरुणाचलका भोटेले हामी किनेमा भन्छौँ अरुणाचलका भोटेले लिपी भन्छ यसलाई अब भुटानको भोटेले चाहिँ के भन्छ थाहा छैन भुटानमै बस्यो धेरै वर्ष तर यसको बारेमा चाहिँ अब थाहा भएन अरुणाचलको हरूले चाहिँ मम्पा भोटेले चाहिँ लिपी भन्छ यसलाई ठुलो भाषा हो नि के हो अहिले अब यसमा अर्कै नाङ्लोमा फिजाउने बेला राखेर मान्छेले ओढेर सुतिन्थ्यो यहाँ चाहिँ अब के खानेकुरा सुकाउँदालाई बनाइन्छ र छेउ परिरहेको हुन्छ
अघि उहाँ नेपालमा हुँदाखेरि मान्छेले ओडिन्थ्यो, यहाँ चाहिँ झिँगाले मछेडले किनेमालाई टोक्छ होला भनेर चाहिँ यहाँ किनेमालाई चाहिँ ओडाइँदैछ मच्छरदानी। यति बेला यति भयो, अब किराहरू केही पनि नपस्ने गरी चटक्क पारेर सुकाइयो। अब अझै एक नाङ्लो बनिने भयो, अर्को नाङ्लोमा लगाएर अब फेरि यहाँ यसरी नै सुकाउने, बेला बेला यसो चलाइदियो चट्टसँगले ल।